my way calling. Girl, let me provide your needs. Freaky girl under the sheets. With your love when things start slowing down. I know you got me, baby. Hello, what's up? Welcome back to my vlog. हामी चाहिँ आज टुलिप गार्डन जाँदै हो. We are out of time. लेट भइसकेछ, त्यही भएर हामी चाहिँ अब हिँड्नु पर्ने बेला भइसक्यो. So जाउँ अब. गाडी आइसक्यो. अब चाहिँ हामी 1 घन्टा 50 मिनट जतिको ड्राइभमा जाँदैछ, 70 माइल्स. So here we go. Let's go. माओवादीहरु कस्तो ल पहिलेबाट नारायण गाडीदेखि सिधै उता काठमाडौँ छिर्ने सुरुङ भयो. चौरी गाई याक हिमालयन याक. हामी स्विजरल्यान्डमा छौँ. आइसक्यो त हामी भर्खर आइसक्यो. यस्तो भिड छ नि यहाँ, प्याकै प्याक छ. राम्रो गाडीहरूको पार्किङ हेर त, राम्रो एकदम भिड. राम यस्तो भिड छ. यो चाहिँ एक्जिट गरेर फुल किनेर निस्किने. ठुलो पनि यस्तो ठुलो कि अनि ठुलो पनि लास्टै ठुलो, त्यही माथि अनि बिजी चाहिँ यस्तो मान्छेहरू छ. जता कतै लुक्स नाइस बट लास्टै बिजी रहेछ. फुलहरू हेर त. फुलै फुल छ यार. बगैँचामा नजाऊ तिमी. वाउ, यति धेरै फुल. आमा फुलै फुलको बगैँचामा मेरी माया. यस्तो छ, राम्रो छ यस्तो. तर खै इन्ट्रेस्टिङ त लागेन मलाई. तर फुलै हेऱ्यो भने त राम्रो छ. उता पनि चारैतिर फुल छ. बिचैमा हामी फुलको बगैँचामा चाहिँ पाउँछ. ठ्याक्कै ठिक छ ल है. आजको त सक्यो हाम्रो. हामी त कतै गएनौँ, यता मात्रै गयो. अब जता गयो पनि फुलै छ, त्यही फुलै हो होइन. फुली नै हुन्छ. उता गयो त यतादेखि हेर्दाखेरि उता राम्रो देखिन्छ, उता गइन्छ उतादेखि हेर्दाखेरि यता राम्रो देखिन्छ. अब के हो के कन्फ्युज भयो. अब यो खास अलिक बाक्लो रोपेको भए अलि राम्रो देखिन्थ्यो जस्तो लाग्छ होइन. तर यहाँदेखि हेर्दाखेरि चाहिँ राम्रो देखिन्छ पारि होइन. तर अलिक बाक्लो रोपेको भए चाहिँ राम्रो देखिन्थ्यो होला. यसरी कि होइन, बाक्लो रोपेको भए चाहिँ राम्रो देखिन्थ्यो. तर ठिकै छ, यो धेरै ग्याप हो कि. यस्तै छ. ल धन्यवाद. यति मात्र हो आजको ब्लग. ठिक छ, अब बाई बाई. कस्तो जाम हो साथीभाइहरू. यताबाट हाल्ने कि उताबाट हाल्ने कन्फ्युज भयो म त. कन्फ्युज पो बनायो त यार. त्यही जानुपर्छ क्या. टाइम छ हो र. यताबाट पनि जान्छ, एउटै हो. क्यामेरा 16 मा आजभोलि नेपाली बियर है. नेपाली बियर. बाह्र शून्य 1400. चाउमिन अझ राम्रो छ. उसको मुख पनि भयो दिदी. टपरी मोमो अचार पनि यस्तो स्पाइसी खतरा खतरा छ. यो भनेको नेपालको सिन नेपाली अचार.
टेस्ट अल द वे फ्रम नेपाल जस्तै छ है सेकेन्ड यो चाहिँ अब हामी टेस्ट गर्छौँ अब चाहिँ म टपरीमा खानु भएको यहाँ अनलाइनको क्यास पर्छ पैसा पनि हुनु पऱ्यो Who cares? मेन त म त अचारै म त अरू त होइन नेपाल गयो भने कुन्नु चाटमा चाहिँ सिक्नुपर्ने एक महिना फिल्डमा काम गरिदिन्छु भन्ने गरेर जुस खाऊ न फेरि एकचोटि एकचोटि जुस खाऊ मगाउने खाऊ भनेको यहाँ हाल्नु पऱ्यो र यहाँ देखाउनु पऱ्यो तिमीले पनि खाऊ ल खानु तपाईँ नि कसले भन्छ कि यार आफै भनेर आफै एउटा चाहिँ सल्लाहकार अन्त ल ल हाल्ने सो तानिहाल न ल भयो कति एकछिन चम्मचले न त्यहाँ राखौँ कि त्यहाँ अर्काकोमा तानिदियो यार यो छ त यहाँ नि यहाँ छ त यो पनि राम्रै हो ल हाल नि दुइटा हाल मटका मटका तल झारा यार म त झारा भन्छु झार्ने होइन कि यस्तै छ होइन यो त अलिक स्योर खस्छ हो मटका सटका साइड लगाउँदाखेरि काम चाहिँ नि झन् अदिन न कि हो त्यही राख्नु ए यो यो बाङवाला रहेछ होइन यस्तोवाला रहेछ कि ल देखाउनु यस्तै राख्ने है खाना पाछि नि अनि हाँ गर्छ है कस्तो जुसी देख्यो ओहो तिम्रो चाहिँ भिडियो बनाउनु सही रहेछ त्यो खाली हो राम्रो यहाँ त खाली गरेर गिलासहरू यहाँ राख्यो यहाँ राखिदियो ओहो यो कति राम्रो देखियो पुग्छ हामीले अब बिरयानी साइड लगाइदिएँ मैले केलाई के खाना मन लाग्छ अनि ल्या छैनन् यिनीहरू खानु मन लाग्छ अब बिरयानी हाल्छु है यो त घोराइ बजारमा राइता साइता के हुन्न होइन बिरयानी कहिले म हालिदिन्छु ससै त तानिसकेको रहेछ त्यो म पनि त्यही भने यहाँबाट मैले त हातै आएको देखेन यति भयो मासु चोक्टाइ छैन त कहाँ खाँदै गरेपछि मङ्गाम लाग्यो भन्ने मैले कहाँ यतिमा खाँदै बुझेन टायर त होइन पुगेन भने होइन बाउजू जोटे आएको छ त्यहाँ नसिजानुपर्छ नि के हुन्छ भनिदिनु त अनि तरकारी त खानै बाँकी छ दुई एक दुध पुऱ्याएर आउनु अनि 1 बजे आउनु अर्कोसित आयो भने चिकनको सितामा बब माग्नुपर्छ छुट्टै आउने रहेछ साइडमा होइन भाउजूहरू मैले खाँदिनँ बाबा मैले सोधेको बफ खान्छु भने किन नाइ खान्दैन के त्यही भएर त हो नि नाइ भनेर किन तपाईँ आउँछ प्लेटमा आउँदैन त बब भनेकै थाहा छैन मैले सिकाइदिएँ अर्ना कि नेपालको घरमा
दबाइसक्यो है उज्जु त हेर्नु म ग्यारेन्टी हात रातो सुक्न खाऊ न एउटा कटन खाऊ त कटन क्यान्डी खाऊ लिँदैन ल भयो मेरो पनि ओ मेरो पनि गजब राम्रो एकदम अब हाम्रो कार्यक्रम चाहिँ सक्यो ह्याप्पी इन्डिङ यही हो अब यो लास्ट खानै पर्ने भयो होइन लास्टको बियर पनि छ तर केही छैन एउटा न्युज देख्यो अहिले मुभी न्युज देख्यो भनेको थ्याङ्क यू ह्याप्पी इन्डिङ बाई बाई गर्जामा के हो एउटा नेपाली हुनुहुँदो रहेछ उहाँले त्यो एकदम राम्रो मिठो लाग्यो